किनकि आज म तिमीलाई छोडेर जाँदैछु। यस्तो कुरा गर्नु आज म तिमीलाई एकान्तमा छोडेर जाँदैछु। तिमी फ्री छौ? तिम्रो र मेरो आजदेखि डिभोर्स। यो हात कस्तो नराम्रो देखेको भाइ मेरो चिसोले हेर्न न कक्रक्क परिरहेको रहेछ। सुन्देको यो चाहिँ हेर न कस्तो चुम्रुक्क भइरहेको क्या चिसोले। मेरो पनि राम्रो बोल्यो केटोले खाऊ तिमी अब ठुलो ठुलो मोटोले लैजाऊ बिर्सना। कस्तो गरिबै गरिब हाम्रो पुगौँ न तिनजना यार, तिनजना पुगौँ न गाइस। तिम्रो बुढाको ओठ त तिम्रो भन्दा रातो छ। मैले चुस्देको त्यसको ओटा यानि रातो भयो। है 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 अनि भन न। अनि अनि अब यो टिरङमा भिख माग्न छोडेर यसो फोकस अरूतिरै गर्नु पर्ला जस्तो छ। केहीतिर भन न। बच्चा प्रोसेस जानु पर्यो। अब बच्चा जन्माउनु पर्ने भयो। कहाँ जन्माउला नि भोलितिर आऊ न तिमी यता। अनि अहिले त न बाघले खाइदियो भने फेरि यति त जाऊ यत्रो त जाऊ। बाघले खायो भने तनाव भइहाल्छ नि। हड्डी पनि छोड्दिन होला है बाघले त तिमीलाई खायो भने त। फेरि कहिले त्रिपट हुन खोज्छ। अस्ति धन्नै गएको बाटोमा